सम्पूर्णलाई नमस्कार अनि जय जनता। हजुरहरूलाई के कुराको जानकारी गराउन चाहे भनेदेखि हरेक दिन हाम्रो लक्ष्मी मार्गको सेल्फी रोडलाई नयाँ नामाङ्कित एक्स सेल्फी रोडको भिडियो मेरो फेसबुक मार्फत हजुरहरूलाई सदैव जानकारी गराइरहेको हुनाले म आज यो के कुरा भन्न चाहन्छु भनेदेखि भोलि मिति 2063 2 महिना 9 गते शनिबारको दिन बिहानी ठीक 8 बजे हाम्रा नगरका सम्पूर्ण नगरवासी लगायत हाम्रा लक्ष्मीमार्ग चोकवासी अनि वाडाका सम्पूर्ण हाम्रो यो लक्ष्मीमार्गमा अवस्थित अहिले भइरहेको एक्सएलपी रोडको छेउछाउमा भएको फोहोर मैलाहरूलाई व्यवस्थित गर्नको लागि सम्पूर्णलाई निमन्त्रणा आइदिनु हुन अनुरोध गर्दै र हजुरहरूलाई पहिलाको विगतको भिडियोमा पनि तपाईहरुलाई भनिरहेको थिएँ कि एभ्री सटरडे चाहिँ हामी एक्सएलपी रोडको सरसफाई कार्यक्रममा जुट्नेछौँ भन्ने कुराहरूलाई अवगत गराउँदै आइरहेको हुनाले भोलि हामी चाहिँ यही कुरालाई फलो गर्दै भोलि शनिबारको दिन ठीक 8 बजे चाहिँ हामी सरसफाईमा अभियानमा लाग्नेछौँ भन्ने कुराको जानकारीका साथै यो जुन हाम्रो लक्ष्मीमार्ग चोकमा अवस्थित रहेको सेल्फी रोडको एक्सएलपी रोडमा चाहिँ कुनै पनि पार्टीगत रूपले र पार्टीको ट्याग नलिकन एउटा हामी वाडाको बेलबारी 11 वाडा वासीको नाताले र चोकवासी लक्ष्मीमार्ग चोकको वासी भएको नाताले सम्पूर्णलाई त्यही ट्याग र कुनै पनि पार्टीको ट्याग र कुनै पनि पार्टी सम्बन्धित कुराहरूलाई लिएर चाहिँ नआइदिनु हुन विनम्र अनुरोध गर्दछु भन्दै सम्पूर्णलाई मेरो फेरि पनि नमस्कार अनि धन्यवाद। जय जनता, जय एक्स सेल्फी रोड।